कि भिड्नलाई आउँदैछन् चारै विजेता कोच। द भोइस अफ नेपाल सिजन 7 आज शुक्रबार राति 8 बजेबाट प्रसारणमा आउने भएको छ। भोइसले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरू मार्फत कार्तिक 14 गते यानि कि आजबाट भोइस अफ नेपालको 7औं सिजनको प्रसारण हुने जानकारी गराउँदै आएको छ। यस सिजनमा कोचको कुर्सीमा प्रमोद खरेल फर्किनु भएको छ र उहाँसँगै हुनुहुन्छ कोच राजु लामा, खेम सेन्चुरी र मेलिना राई। द भोइस किड्स सहित टोटलमा 10 वटा सिजनहरू गरिसकेको भोइसले यस सिजनमा झनै अत्याधिक माया र सफलता पाउने अपेक्षा गरिएको छ, किनभने यसपालिका कोचहरू सबै पहिलाका अनुभवी र चलेका अनि दर्शकहरूले मन पराएका कोचहरू छन्। अहिलेका चारैजना कोचहरू भोइसका विगतका विनर कोचहरू पनि हुन्। भोइसले यस पटक सोलाई थप रोमाञ्चक बनाउनको लागि फर्म्याटमा विभिन्न फेरबदल पनि गरेको छ, जुन हजुरले एपिसोडहरू प्रसारण भएपछि बिस्तारै देख्दै जानुहुनेछ। यस पटक ब्लाइन्ड अडिसनदेखि नकआउटसम्मका राउन्डहरू सबैमा फर्म्याटमा रमाइलो खालको नियमहरू थप गरिएको छ। आजबाट प्रसारण हुने ब्लाइन्ड अडिसनका एपिसोडहरू हेर्नको निम्ति धेरै दर्शकहरू आतुर हुनुहुन्छ र कति बेला बेलुकाको 8 बज्ला र पहिलो एपिसोड हेरौँला भनेर कुरेर बसिराख्नु भएको छ। भोइस अफ नेपाल हेर्नका लागि कुरेर बसिरहनु भएको को हुनुहुन्छ? कमेन्टमा वेटिङ भनेर लेख्नुहोला। भोइस अफ नेपाल आजबाट हरेक शुक्रबार र शनिबार टिभीमा हिमालय एचडी मार्फत 8 बजेबाट प्रसारण हुनेछ र जो दर्शकहरू टिभीबाट हेर्न छुट्नुहुन्छ उहाँहरूको लागि युट्युबमा द भोइस अफ नेपालको आधिकारिक च्यानलमा 8:30 बजेबाट प्रसारण हुनेछ। अब प्रतीक्षाको घडी सकिएको छ। आज राति 8 बजे नेपालको सांगीतिक भविष्य कोर्ने यो यात्रामा को नयाँ प्रतिभाहरू आउँछन्, कुन कोचले कसलाई आफ्नो टिममा पार्छन् र नयाँ नियम अनि फर्म्याटले सोलाई कतिको रोमाञ्चक बनाउँछ, हेर्न नछुटाउनुहोला। र भोइस सम्बन्धी निरन्तर अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला। र यसपालिको भोइस कस्तो होला अनि हजुरलाई यसपालिका कोचहरू कस्तो लाग्यो कमेन्ट बक्स मार्फत आफ्नो प्रतिक्रिया जनाउन सक्नुहुन्छ। यति भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरलाई धन्यवाद।